के होला त भनेर। थ्याङ्क यू। सफलता भनेको के होला भन्ने कुरा वास्तवमा सफलता भनेको सक्सेस। अनि म कहिलेकाहीँ भन्ने गर्छु, सरला साई मेम कहिलेकाहीँ म के भन्ने गर्छु भने नि, यो डिसिजन डिक्टेट्स योर डेस्टिनी भन्छु। तपाईको आज गरेको निर्णयले तपाईको भाग्य निर्माण गर्न सक्छ, गन्तव्य पहिला हुन सक्छ। त्यसकारणले यहाँलाई आज डिसिजन गर्दा हामीले कक्षा कोठामा पर्मिला म्याम कक्षा कोठामा के हुन्छ भने नि, हाम्रा बालबच्चाहरूलाई विभिन्न एउटा ब्याकग्राउन्डबाट आएका हुन सक्छन्। कोही चाहिँ आर्थिक रूपमा एउटा विभिन्न ब्याकग्राउन्ड हुन सक्छ, कसैको सांस्कृतिक ब्याकग्राउन्ड अलग हुन सक्छ, कसैको पारिवारिक ब्याकग्राउन्ड अलग हुन सक्छ। ती सबै विभिन्न ब्याकग्राउन्डका बालबच्चालाई एउटा समान किसिमको सिक्ने अवसर दिनको लागि, सहभागितामूलक सिक्ने अवसर दिनको लागि हामी टिचरहरू के हुनुपर्छ भने समुद्र जस्तै सरल र सबैलाई बराबरी ढङ्गले अगाडि बढ्ने तरिकाले शिक्षण गराउनु हाम्रो कर्तव्य हो। न त्यहाँ कोही धनीका छोरा, न गरिबका, न एउटा विपन्न वर्गबाट आएको, न एउटा कुनै अर्को जातबाट आएको, अर्को उबाट आएको भन्ने कुराहरू भन्दा पनि हामीले समान ढङ्गले हामीले उनीहरूलाई के क्वालिटी दिने हो, विषयवस्तुमा कसरी दक्षता हासिल गराउने हो, यो धेरै महत्त्वपूर्ण कुरा हुन्छ फर्मुलामा। त्यसकारणले मैले यहाँहरूलाई अनुरोध गरेँ, तपाईँहरूको झै झगडा छ भने सकेसम्म सकारात्मक भएर झै झगडाहरू नल्याउनु होला, नगर्नु होला। घरमा पनि होइन, गरिहाल्नु भयो भने घरैमै राखिदिनु होला, झोलामा बोकेर आफ्नो कक्षा कोठामा नल्याउनु हुन यहाँहरूलाई मेरो अनुरोध, पहिलो अनुरोध। दोस्रो अनुरोध, अब पक्कै पनि लेसन प्लान भन्ने यहाँहरूलाई पक्कै थाहा छ होइन। त्यो लेसन प्लान मैले पर्मिला म्यामलाई धेरैचोटि नाम लिएँ। पर्मिलामा हजुरको जीवनको लक्ष्य के होला एकचोटि मैले जान्न चाहेँ। यदि लक्ष्य छ भने कृपया अनम्युट गरिदिनु न। लक्ष्य म पनि यस्तै ट्रेनर एन्ड मोटिभेसनल स्पिकर बन्न चाहन्छु। अहिलेको लक्ष्य मेरो। मैले फेरि दोहोरो प्रश्न गरेँ, कहिले भित्र तपाईँ कति समय अवधि छ कि छैन हजुरको? कहिले, कति वर्ष? 10 वर्षमा हो कि 15 वर्षमा? 5 वर्षभित्र। म 2085 भित्र म ट्रेनर बन्छु एउटा। ल पर्मिला म्यामलाई एकचोटि सबैले ताली बजाइदिनु हेर्नुहोस्। विवेक सर ताली बजाइ, तपाईँको स्माइल ताली बजाइदिनुहोस् त विवेक सर एकचोटि कृपया। हजुरको धन्यवाद। द्याट्स राइट, पर्मिला म्याम एकदम भन्नुभयो। त्यस कारणले हामीले कक्षा कोठामा जाँदाखेरि आदरणीय सर म्यामहरू यसै गरी 45 मिनटमा, अहिले त यतिखेर पनि 45 मिनटको क्लास हुन्छ होइन कि 1 घन्टाको हुन्छ कक्षामा पर्मिला म्याम? अहिले 45 मिनटै हुन्छ। यो 45 मिनटमा 45 मिनट अथवा 1 घन्टा समय अवधि हामीले टोक्नु पर्यो भन्न खोजेको, खासै फरक पर्दैन। त्यो भित्र हामीले जस्तो कोडिङ अथवा सेन्टेन्स फर्मेट, वर्ड टिचिङ कसरी गर्न सक्छौँ भनेर प्लान बनाइन्छ नि। लेसन प्लान भनेको त्यही नै हो। मैले गलत भयो भने सम्झनु होला, म पनि भरिपूर्ण केही पनि छैन, म पनि सिक्न आएको, कृपया सबैले भन्नु होला होइन। अनि त्यो लेसन प्लान भए जस्तै मैले भने एकदम इफेक्टिभ ढङ्गले पढाउनुहुन्छ। कहिले क्या फ्ल्यास कार्ड, वाट इज दिस भन्नुहुन्छ, कहिले ड्रिल गर्नुहुन्छ, कहिले तपाईँले कोरसमा गर्नुहुन्छ, कहिले सेमी कोरसमा गर्नुहुन्छ हेर्नुहोस्। त्यति बेला कहिले कलरफुल पोस्ट कार्डहरू ल्याउनुहुन्छ, कहिले कहाँको देखाउनुहुन्छ, कहिले भिडियो देखाउनुहुन्छ। आदरणीय सबैहरू त्यसै गरी आफ्नो जीवनलाई पनि कलरफुल रङ्गीन बनाउनलाई, लक्ष्य बनाउनलाई, आफ्नो जीवनको लक्ष्य म किन त्यो कक्षा कोठामा गएको छु, मैले किन पढाइरहेको छु, मैले कतै शिव सर कतै मैले नचाहेको विषयवस्तु त गरेको छैन भन्ने कुरा हामी सोच्नुपर्छ। हामीले इच्छाइएको चाहेको विषयवस्तु, भित्रैबाट आएको विषयवस्तु कक्षा कोठामा प्रस्तुत गऱ्यौँ भने, पढायौँ भने नि त्यो क्लासमा तपाईँलाई भोलिपल्ट प्रधानाध्यापकले चाहिँ फुल चाहिँ त्यो बुकेटको फुल लिएर आउनु भएर मलाई भन्नु होला, ल त्यसरी गर्नुहोस्, एक दिन त्यसरी आउँछ। त्यस कारण आदरणीय सर म्यामहरू, यो डिसिजन डिक्टेट्स योर डेस्टिनी। सफलता, सक्सेस इज अ मेकिङ अ डिसिजन। आज गर्ने तपाईँको निर्णय तपाईँको सफलता हुन्छ। त्यस कारणले सफलता एकदमै विचार पुर्याएर, सोच विचार पुर्याएर हामीले आफ्नो जीवनको निर्णय गर्नु छ।
अघि नै तुलसी सर लगायत अर्को सरले भन्नुभयो नि म बदल्न आएको हो, म जीवन बदल्न आएको हो, म आफूलाई बदलेर मेरा कक्षा कोठामा भएका आदरणीय भाइ बहिनीहरूलाई, आदरणीय बाल बच्चाहरूको जीवन सकारात्मक रूपमा बदल्न आएको हो। अब मैले स्लाइड पनि यहाँलाई देखाउँछु, तर स्लाइडमा के छ मलाई सबै थाहा छ अलमोस्ट, तर म यहाँहरूलाई भन्छु एउटा कुरा के छ भने नि, यहाँहरूसम्म के अनुरोध गर्न चाहन्छु भने नि, कुमार सरलाई सोधिहालेँ, नाम लिइहालेँ। कुमार सर, अब हामीले सबैभन्दा, मैले अघि एउटा कुरा भनेको थिएँ नि, हृदयमा इमान्दारी, काँधमा जिम्मेवारी, मस्तिष्कमा समझदारी हो। मस्तिष्क समझदारी भएपछि हामी सफलता प्राप्त गर्छौँ। तर हामी, हजुरले जीवनमा, हजुरलाई थाहा छ नि, एउटा फल खानको लागि हामीले एउटा बिउ रोप्नुपर्छ हो। त्यो बिउ रोपेपछि त्यो बिउलाई हामीले नर्चरिङ गर्नुपर्छ, मलजल गर्नुपर्छ हो। मलजल गरेर हामीले राम्रोसँग स्याहार सुस्कार गर्यौँ भने त्यसले फल दिन्छ। मैले यहाँलाई सोधेँ, कुमार सर, हजुरको जीवन जिउने त्यो एउटा सिड के होला त? केही छ हजुरको? वाट इज द सिड इन योर लाइफ भनेर सोधेँ भने मैले, तपाईँको बिउ के हो त? एकदम थ्याङ्क यू गुरु, यो अवसरका लागि। यस्तो हामी सबै जान्दछौँ, तर नयाँ आउने पुस्तालाई नयाँ परिवेश अनुसार जिउन सक्नका लागि हामीले हाम्रो शिक्षालाई संस्कार सहितको प्रयोगी शिक्षाको रूपमा विकास गर्न सकिएन भने हाम्रो जिम्मेवारीले पुरा भएको हुँदैन। त्यसकारणले अब हामीले गर्ने क्षेत्र भनेको बच्चालाई नयाँ परिवेशमा संस्कार सहित प्रयोगी शिक्षा कसरी बनाउने भन्ने क्षेत्रमा खोज्ने र त्यसलाई कक्षा कोठामा लैजाने नै गर्नुपर्छ भन्ने लाग्छ गुरु। धन्यवाद, एकदम धन्यवाद। उहाँको बहुत डिप्लोमेटिक एन्सर आयो, उहाँलाई धन्यवाद है। अब मैले सिधा प्रश्न गरेँ, अब कसले त्यो मैले सोधेको जिज्ञासालाई भन्छु भन्ने साहस कसले गर्नुहुन्छ? एकचोटि हात उठाउनुहोस् त। एन्सर रङ र सही र रङ हुँदैन है, साहस मात्रै गर्छु, म भन्छु नि, म प्रयास गर्छु नि भन्ने कसले गर्नुहुन्छ? हाम्रो विवेक सरले एउटा हात उठाएको देखेँ, अनि कान्ति प्रसाद सरले उठाउनु भएको, थम्स गर्नुभएको छ। अरू को हुन्छ? सर म्यामहरू कृपया हात उठाइदिनुहोस्। हात उठाउनु भयो भने साहस त गर्नुपर्छ। रन्जु म्याम मलाई भन्दै हुन्थ्यो भन्नुभयो होला, हजुरलाई भनेन। रन्जु म्याम खोल्नुहोस्, अब हजुरले ढोका खोल्नुहोस्, एकचोटि खोल्नुहोस् ल। एकचोटि अघि पनि भन्ने प्रयास गरेँ मैले हजुरलाई। के भन्न खोजेँ भने त्यस्तो ठुलो डरलाग्दो केही पनि होइन। नसोच्नुहोस् कि मलाई नै सोधेको, मलाई त्यो म प्रश्नहरू सोध्ने भन्दा नि म एउटा जिज्ञासाहरू बटुल्ने मान्छे हो। त्यस कारणले मैले विवेक सरलाई विवेक सरको हात उठाएको हो कि होइन? विवेक सर, हजुरलाई सोधेँ मैले, तपाईँ हिँड्दै जाँदाखेरि एउटा बाटामा राम्रो फुल देख्नुभयो, कति राम्रो छ, फुलेको छ, सुन्दर फुल छ है। त्यो फुल देख्नुभयो अनि त्यो फुललाई टिपौँ लाग्यो। त्यो घरबाट नजिकै छ है भाइ, हेर्नुहोस् है, त्यो टाढा छैन, घर नजिकै छ। त्यसले घर आउने मान्छेहरूलाई पनि सुगन्धित बास्नाहरू फैलाइरहेको छ है। अनि बाटाबाट अरू मान्छेहरू हिँड्ने मान्छेलाई बास्ना दिइरहेको छ। तर त्यो फुल मैले आज 2 घन्टा मैले मेरो पकेटमा राख्ने हो भने म अरूलाई म राम्रो देखिने थिएँ भन्ने भयो। हजुरलाई मेरो प्रश्न, त्यो फुल त्यति राम्रो फुल देख्नुभयो भने हजुरले त्यो फुल लाइक गर्नुहुन्छ कि लभ गर्नुहुन्छ? मन पराउनुहुन्छ कि माया गर्नुहुन्छ? यति भनिदिनुहोस्। सर, अब यो प्रश्न एकदम गम्भीर खालको आयो सर। गम्भीर, हामी गम्भीर मान्छे हो नि त सबैजना। पहिलो कुरो सर, अब फुललाई माया गर्ने भन्दा पनि, अब तपाईँ लाइक गर्ने भन्दा पनि, अब आफूले स्याहारेको छ भने माया गरिन्छ धेरै जसो। र अरूले त्यसलाई चाहिँ सिर्जना गरेको छ भने त्यसलाई चाहिँ लाइक गरिन्छ, आहा कस्तो राम्रो गरेछ भन्ने हुन्छ। अब आफ्नो घर वरिपरि छ भने त्यसलाई मायै गरिन्छ भन्ने हुन्छ सर, किनभने त्यसमा पानी लगाइएको हुन्छ, त्यसमा चाहिँ अब गोडमेल गरिएको हुन्छ, त्योसँग अब त्यसलाई चाहिँ आफ्नो त्यो घरको सौन्दर्य बढाउनको लागि राखिएको हुन्छ। त्यो हिसाबले माया गरिन्छ भन्ने लाग्छ सर। म चाहिँ मायै गर्छु त्यो फुललाई। भेरी नाइस, धन्यवाद। सबैले उहाँलाई एप्रिसिएट गरौँ है, कृपया सबैले। समुद्र सर, हजुरको नाम आफैमा समुद्र छ है। समुद्र कसरी बग्छ भन्ने कुरा हामीले भनिराख्नु त पर्दैन। हजुरलाई पनि एकचोटि मैले जिज्ञासा राखेँ, समुद्र सर, हजुरले बाटामा, अब मैले अघि उहाँलाई घरको छेउमा थियो भने अब बाटामा राम्रो सुन्दर फुल देख्नुभयो, हजुर मन पराउनुहुन्छ कि त्यसलाई माया गर्नुहुन्छ?
अब बाटोमा देखेको चिजलाई त अब यो मन पराउने र माया गर्ने अब यो दुईटै दृष्टिकोण त रहन्छ सर होइन। अब त्यसलाई मन पराउने नै भन्नु पर्छ सर बाटोमा देखेकोलाई त। मन पराउने भनौँ, अब मन पराउनुहुन्छ होइन हजुरले हजुर त्यसलाई। अनि मन पराउने चाहिँ अब त्यसलाई चिपेर टक्क गोजीमा हालिदिने त्यो कति झन् अझ राम्रो होला नि त, मन पराएको कुरो त होइन र लिएर जाने, घरमा लिएर गएर राख्ने होला होइन, के गर्नुहुन्छ हजुर त्यो गर्नुहुन्छ नि होइन। हजुर हजुर ल हस् धन्यवाद, उहाँलाई पनि एकचोटि गरिदिउँ। अब म रन्जु म्याम हजुरको नाम लिएँ एकचोटि, हजुरसँग त आउनै पर्यो एकचोटि। ल कृपया अब अनम्युट गरिदिनुहोस्, हजुरले के गर्नुहुन्छ अनम्युट गरिदिउँ। हजुरले माया गर्नुहुन्छ कि हजुरले मन पराउनुहुन्छ त्यो फुललाई, बाटामा फुलेको फुललाई, ढकमक्क फुलेको फुल छ हेर्नुहोस् त। त्यो फुलमा आफ्नो पनि मिहिनेत छ भने मायै हुन्छ। आफ्नो लगानी छैन, आफ्नो मिहिनेत छैन भने त माया हुँदैन, मनपर्छ मात्रै हो नि। ए ल उहाँलाई यो रन्जु म्यामले यति साहस गर्नुभयो, धन्यवाद। अब म भन्छु वास्तवमा हामीले हाम्रा कक्षा कोठामा हरेक किसिमका फुलहरू, तुलसी सर हजुरले के भन्छु भन्नुभयो? यो फुललाई चाहिँ हजुर हामी तरिकाले हेर्न मिल्छ सर होइन। हजुर आफ्नो सब्जेक्टिभ पर्सपेक्टिभ लगायो भने हामीले माया गर्न सक्छ, के अरे मन पर्न सक्छ सर। यसमा हामीले अब्जेक्टिभ तरिकाले हेऱ्यौँ भने यसमा चाहिँ हाम्रो प्रेम हुनसक्छ। मलाई के लाग्छ भने यसलाई चाहिँ मनभन्दा पनि प्रेम बढी हाबी हुन्छ जस्तो लाग्छ। प्रेम के हो त भन्दा त्यस्तो चिज हो जो जसबाट केही पाउने आशै गरिँदैन कि फुल फुलकै रूपमा रहिरहोस् जस्तो लाग्छ है कति सर मेरो। कति थ्याङ्क यू। अब मैले उहाँलाई तुलसी सर तपाईँलाई नमन, यहाँ मैले को रङ रङ र राइट भन्ने होइन, संसारमा एकजना विद्वानले भन्नुभएको छ नि, हेर्नुहोस् है विद्वानले के भन्नुहुन्छ भने तपाईँको विचार हो, विचार कसैको राइट र रङ हुँदैन, यो तपाईँको विचार हो, यो तपाईँको विचारले तपाईँ आज सुसज्जित हुनुभएको छ। त्यस कारणले अब यो एकदमै हजुरले भने जस्तै यो व्यक्तिमा विश्वास पर्छ। तर मैले यहाँ क्लासरुममा जोडेँ हजुरहरूलाई, हजुरहरू त्यो क्लासरुममा त विभिन्न किसिमका फुलहरू हुन्छन् है, फुलहरू फुलेका हुन्छन्, सबै ती हाम्रा विभिन्न इन्भाइरोमेन्ट पाएका हुन्छन्। ती फुलहरूलाई हामीले माया गर्यौँ भने, हुर्कायौँ पढायौँ भने ती फुलहरूले अरू धेरै फुलहरू फुलाउन मद्दत गर्नेछन्। एउटा अर्को अर्को हजुरले भने जस्तै अब्जेक्टिभ र सब्जेक्टिभ पर्सपेक्टिभ भन्नु, म चाहिँ सिधा हेर्छु। म बाटामा हिँड्दै गरेँ भने पहिला मैले फुल टिपेर टक्क गोजीमा हाल्थेँ, टक्क यहाँ राख्थेँ अनि हिँड्थेँ। मलाई के फिल हुन्छ, मैले फुल लगाएको छु, अरूले हेर्दा राम्रो देखिन्छन्, म त टक्क देखाएको छन् जस्तो लाग्छ। त्यो फुलको बास्ना पनि सुँगै सुँगै हिँड्थेँ। तर त्यो बास्ना हेर्नुहोस् है सर म्यामहरू, चुरो कुरो बल्ल आउँदैछ, त्यो बास्ना चाहिँ एक दुई घन्टापछि त बास्ना जान थाल्छ के। तर त्यो फुल त्यही भएको भए सधैँभरि त्यो बाटो हिँड्दा त्यो बास्ना सधैँभरि लिन पाइन्थ्यो होला नि त होइन र। तर त्यही फुललाई, त्यहाँ फुलहरूलाई अरू फुलहरू पनि हुन्थ्यो होला। त्यस कारणले एउटा बच्चाहरूको एउटा कसैलाई पनि भेदभाव नगरौँ भन्ने एउटा उसमा चाहिँ मैले माया गर्ने परिवेश गरौँ भने एउटा आलङ्किक एउटा यो तपाईँको एउटा शाब्दिक रूपमा मैले उ गर्न खोजेको हो। यसलाई हामीले आफ्नो जीवनलाई पनि प्रेम गर्नु पर्यो भन्न पनि लगेको है। हामीले आफ्नो जीवनमा प्रेम गर्नलाई के चाहिन्छ त भन्दा सबभन्दा महत्त्वपूर्ण कुरा, मैले अघि फलको लागि बिउ रोप्नुपर्छ, बिउ रोपेपछि त्यसलाई उम्रिन्छ, उम्रेपछि मलजल गर्नुपर्छ, पानी हाल्नुपर्छ भनेको तुलसी सर हजुरबाटै है। हजुरको जीवनमा जीवन जिउने बिउ के रोप्नु भएको छ ल भनिदिनुहोस् एउटा तुलसी सर। हजुरको नेट प्रेम नै हुन सक्छ, प्रेम नै हो कि त ठिक छ, त्यता नजाउँ। हजुरले जीवन जिउनको लागि होइन, जिउनको लागि तपाईँले जीवनमा के बिउ रोप्नु भएको छ, अथवा जीवनको जिउने त्यो सिड के हो त, हजुरको जीवनको सिड के हो त, बिउ के हो त? जहाँसम्म चाहिँ त्यो बिउ मैले चिन्न सकिनँ सर। ठिक छ, म हजुरसँगै छ, म हजुरलाई प्रयास गर्छु है। मैले पनि चिनाउँछु चिनाउनु थाहा छैन, तर प्रयास गर्छु। अब मैले सरला म्यामबाट आएँ। हामीले सरला म्याम हजुर 24 घन्टामा कति समय चाहिँ आफूलाई आराम गर्नुहुन्छ? आराम सुत्छु डिप स्लिपहरू न स्लिप कति समय गर्नुहुन्छ सरला म्याम? 6-7 घन्टा सर।
हजुर 6-7 घन्टा भेरी नाइस। मैले हाम्रो हेम नाछेरिङ राई सर कता हुनुहुन्छ, उहाँ काम गर्दै हुनुहुन्छ के हुनुहुन्छ, उहाँलाई अस्ति कहिले मैले उहाँ सुनेको थिएँ। सर हजुर बोल्न सक्ने अवस्थामा हुनुहुन्छ? यो क्यामेरा बन्द, ललित सरले क्यामेरा खोल्नु भएको थियो, अनि बोल्न सक्ने अवस्थामा हुनुहुन्छ भने सरहरू एकचोटि बोल्न सक्ने वातावरण छ कि छैन, के छैन? ठिकै छ। मैले यहाँ के गरेँ भने सिट सुन्नुहोस् है, म चाहिँ यो एब्रिभेसनलाई लभ गर्ने मान्छे हो। मलाई यसलाई चाहिँ एक्रोनाइजेसन भन्छ होइन। तुलसी सर हेर्नुहोस् है, सिट have we have enough sleep in our life? हामीले जीवनमा अथवा दिनमा हाम्रो जीवनमा पूर्ण रूपमा सुत्न चाहिने सुतेका छौँ कि छैनौँ, आराम गरेका छौँ कि छैनौँ? त्यो मैले किन भनेको छु भने बच्चाहरूलाई यो सिकाउनु धेरै जरुरी हुन्छ। बच्चाहरूलाई पढ भन्दा भने आफूलाई चिन्न सक्नु पर्यो। आज हामीले आफूलाई चिन्यो भने बल्ल भोलि अरूलाई चिनाउन सक्छौँ। त्यसकारण आदरणीय सर म्यामहरू, हामीले have we have enough sleep? एटलिस्ट अघि सरलाई म्यामले भने जस्तै 6 to 7 hours, 8 hours, 6 to 8 hours हामीले हाम्रो 24 आवरमा आराम गर्नुपर्छ, सुत्नुपर्छ। त्यसकारणले त्यो सुताइमा डिप स्लिप कसरी हुने, सुत्ने तरिकाहरू पनि छन्। अब धेरै डिटेलमा म जान्न, जस्तो मैले एउटा ट्रिक स्ट्राटेजी भन्दै हेर्नुहोस् है। मलाई कतिजना चाहिँ बेडमा जाने बित्तिकै आज मस्त निदा हुनुहुन्छ, ल हात उठाउनुहोस् एकचोटि कृपया। हातै उठ्दैन त साथीहरूको, किन भयो? यस, बेडमा जाने, धन्यवाद। अरू हो, तर कतिजना चाहिँ निद्रा लाग्दैन। यो पनि एउटा समस्या हो। तर समस्यामा हामी सधैँ बसिरहने कि समस्यालाई समाधान गर्ने? आदरणीय सर म्यामहरू, जीवन समस्या हो अनि समाधान जिउने कला हो। हामी समस्या नभइकन लाइफ बिताउनै सक्दैनौँ। समस्या नभइदियोस् भन्ने नसोच्नु होला। म यहाँलाई एउटा समस्या नभइदियोस् भन्ने नसोच्नु होला। हामी समस्या भयो भने हामी त्यो समस्या कसरी समाधान गर्न सक्छौँ भन्ने कुरामा हामी एकदमै महत्त्वपूर्ण भूमिका खेल्नुहुन्छ। मैले एउटा यहाँहरूलाई भन्छु, एभ्री डे वी बोर्न अगेन। हामी दिनको अथवा हरेकचोटि जन्मन्छौँ, बट वाट वी डु टुडे इज म्याटर मोस्ट। आज हामीले के गर्छौँ भन्ने कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। र त्यही आज यहाँ सर म्यामहरू लगभग 27 जना हामी छौँ। 27 जना सर म्यामहरू हामी सबै टिचर हौँ, तर हामीले हाम्रा विषयवस्तुहरू कक्षा कोठामा कसरी पढाउँछौँ, वाट इज द डिफ्रेन्सिएसन विथ अस, हामीसँग युनिकता के छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ। युनिकता, द युनिक वे अफ टिचिङ इज भेरी इम्पोर्टेन्ट। तपाईँले कसरी बच्चाहरूलाई आकर्षित गर्नुहुन्छ, कसरी बच्चाहरूलाई चाहिँ प्रभावित पार्नुहुन्छ, त्यो कुरा महत्त्वपूर्ण कुरा हुन्छ। त्यसकारणले त्यसको लागि आफू शारीरिक रूपमा तन्दुरुस्त हुनुपर्छ। त्यसको लागि राम्रोसँग सुत्नु पर्यो, इनफ सुत्नु पर्यो, स्लिप, यस, एक्सर्साइज। यहाँ भनेको एक्सर्साइज हामीले चाहे तपाईँले जेसुकै गर्नुहोस्, हजुरले एभ्रिडे एक्सर्साइज गर्नुभयो भने के हुन्छ त, पहिला बानीको विकास हुन्छ। हामीले कसैलाई आज यो सिकाउने होइन, उसलाई जीवनको लागि हामी के सिकाउँदैछौँ, जीवनको लागि सिक्ने शिक्षा के हो? बालबच्चाहरूलाई जीवन उपयोगी शिक्षाहरू पनि सिकाउनु जरुरी हुन्छ। त्यसकारणले उनीहरूलाई आरामसँग बच्चाहरूको त अझ 10 घन्टा 10 आवर्स, एटलिस्ट 10 आवर्स हुनु, सुतेको बेलामा उनीहरूको मस्तिष्कको विकास हुन्छ। आराम गरेको बेलामा आदरणीय सर म्यामहरू, यस्ता लाइफ जीवन जिउने कलाहरू हामीले सिकाउनु जरुरी हुन्छ। त्यसमा पनि सुत्नु जरुरी छ। त्यसपछि एक्सर्साइज चाहे जेसुकै गरौँ, आधा घन्टा अथवा 15 मिनट गरौँ, एक्सर्साइज गरौँ, जेसुकै जिम जाउँ, दौड्यौँ, वकिङ गरौँ अथवा स्ट्रेचिङ गरौँ अथवा डान्स गरौँ, तर प्रोपरली मेरो लाइफको लागि मैले एक्सर्साइज गरेको हुँ भनेर। यहाँ सर म्यामहरू कति हुनुहुन्छ, म त स्कुलमा उहाँ कोठाबाट उता हिँड्छु, हिँड्नै गर्छु, हिँड्नै पर्दैन, मेरो पुग्छ भन्नुहुन्छ। त्यो हजुरको पेसाको लागि हिँड्नु भएको होला, तर आदरणीय सर म्यामहरू पेसाको लागि होइन, जीवनको लागि पनि हिँड्नु पर्यो।
धेरै महत्त्वपूर्ण कुराहरू हुन्छ। तर यो सबै हजुरले सुन्नु भएको छ नि होइन, कसले नसुनेको छ? हिँड्नुपर्छ, हिँड्दा राम्रो हुन्छ भने कसले नसुनेको छ? तर मैले आज यही कुरा गीताको पाठ जस्तै भनिरहेको छु। किन भन्दा हामीले स्मल थिङ्स मेक्स बिग डिफरेन्स इन लाइफ। हरेक साना साना कुराहरू जीवनमा धेरै उपयोगी हुन्छन्। त्यसै कारणले बालबच्चाहरूलाई यी साना कुराहरू एकदमै महत्त्वपूर्ण कुरा हुन्छन्। मैले अब हामी लगभग अन्ततिर आइसकेका छौँ होला होइन। अब मैले यहाँलाई के भने एउटा भिडियो एकदमै बाँकी छ है, यो भिडियोबाट तपाईँहरूले भन्नुपर्ने छ। तर मैले के सोच्छु भने यहाँ हाम्रो छवि सरलाई, छवि सर हजुर बोल्ने अवस्थामा हुनुहुन्छ? मोहन सर र छवि सरको नाम लिए मैले, अनि हुनुहुन्छ भने छवि सर मैले हजुरलाई एउटा प्रश्न सोधेँ, जिज्ञासा राखेँ, प्रश्न नलिनु होला। अनम्युट गर्न सक्नुहुन्छ कृपया? छवि सर, मोहन सरबाट आएँ। मोहन सर हजुर अनम्युट गर्न सक्नुहुन्छ कृपया? हजुर हजुर सर। हजुरलाई धन्यवाद, हजुरले क्यामेरा अन गर्नुभयो, यहाँलाई धेरै धन्यवाद है। अनि मैले भने हजुरले चाहिँ जीवनमा ठुलो प्राप्त गरेको लोटै भन्नुहुन्छ, एउटा लक्की परेको ठुलो लक्की परेर के लटरी परेको मान्छेहरूको कोही चिन्नुहुन्छ, सुन्नु भएको छ, देख्नु भएको छ? कृपया। लटरी परेको अब सुनेको छौँ भनौँ। ल सुनेको छ भने ओके हो, त्यो सुनेको चाहिँ कतिचोटि सुन्नु भएको छ अहिलेसम्ममा? त्यो मान्छेलाई, त्यही मान्छेलाई 3-4 चोटि लटरी परेको छ कि अरू मान्छेलाई परेको छ कि 1-2 जना मान्छे मात्रै छन् त लटरी परेका? सुन्नु भएको छ हजुरले? कमै हुन्छ लगभग। कमै हुन्छ। हजुर हो हो, धन्यवाद यहाँलाई। शिव सर, मैले हजुरसँग थोरै जिज्ञासा राखेँ है, यही प्रश्न राखेँ हजुरसँग। शिव सर हजुर बोल्ने अवस्थामा हुनुहुन्छ? अनम्युट गर्नुहोस् एकचोटि। बोलौँ जस्तो त गर्नुभएको छ हजुरले। हस् हजुर, मैले यही प्रश्न हजुरलाई गरेँ। हजुरले कोही मान्छेलाई ठुलो उपलब्धि भएको, लटरी परेको मान्छे भेट्नु भएको छ, अथवा सुन्नु भएको छ, अथवा पत्रिकामा पढ्नु भएको छ, अथवा केही त्यो आभास हजुरलाई भएको छ कि छैन, अथवा आफैलाई परेको छ? शिव सरको नेट अलिकति, शिव सर नेट ठिक छ हजुरको? त्यस्तो छैन त्यस्तो छैन। हस् धन्यवाद। अब म अन्तिम हाम्रो अशोक सरलाई सोधेँ एकचोटि। हाम्रो अशोक सर हजुरबाट पनि प्राप्त गर्न खोजेँ एकचोटि। अशोक सर हजुरले मैले भनेको प्रश्नमा हजुरले भेट्नु भएको छ, देख्नु भएको छ, अथवा सुन्नु भएको छ? कृपया। सर सुनिएको छ। सुन्नु भएको छ? हो, सुनेको पढेको एकदम हो। अब मैले किन भने आदरणीय सर म्यामहरू भन्दा जीवनमा ठुला कुराहरू एकचोटि अथवा 2 चोटि मात्रै हुन्छ सर म्यामहरू। लोटो पर्ने सबैलाई पर्ने भए होइन, सबैलाई पर्ने भए त सबै धनी भइहाल्छ होइन। तर त्यो संसारमा 1 चोटि 2 चोटि मात्रै हुन्छ। तर 1 चोटि 2 चोटि कहिले पर्खिने हामीले? हेर्नुहोस् है सर म्यामहरू। तर हाम्रो जीवनमा अशोक सर तपाईँलाई फेरि भने, तर हजुरको साना सफलताहरू, साना खुसीहरू त हाम्रो जीवनमा धेरै हुन्छन् नि होइन अशोक सर? हो नि, एकदम हो। त्यो साना खुसीहरू हामीले खुसी नमनाउने हो भने हामीले कहिल्यै सुखी पनि हुँदैनौँ, खुसी पनि हुँदैनौँ। त्यस कारणले हरेक साना कुराहरूलाई एकदमै, हरेक बच्चाको क्लासरुममा हरेक साना कुराहरूलाई, साना सफलताहरूलाई हामीले चाहिँ के गर्नु पर्यो भने एप्रिसिएट गर्नु पर्यो। ती अनगिन्ती साना सफलताहरू नै एक दिन हाम्रा ठुला सफलता बन्नेछन्। कतिजना एग्री हुनुहुन्छ यसमा? ल भन्नुहोस् त, हात उठाउनु होला कृपया। सबैजनाले एग्री हुनुहुन्छ? हस् धन्यवाद। हो, त्यस कारणले मैले भने एक्सर्साइज थिएँ अघि, एक्सर्साइज गर्नु हामीलाई हाम्रो मातापिताले सानैदेखि के भन्नुभयो भने, बाबु नानी तपाईहरु उठ्ने बित्तिकै बाथरुममा गएर आफ्नो ब्रस गर्नुहोस्। आज हामीलाई कसैले भन्नुपर्छ पर्दैन नि? कति वर्ष गरेका छौँ यस्तो भन्नुहोस् त? हाम्रो जीवनभरि नै गरेका छौँ। तर हामीले सफल हुने कुराहरूमा यो कुरा हामीले आफ्नो
दाँतलाई माझे जस्तै लगातार बिहान उठ्ने बित्तिकै लगातार माझ्या छ, आज माझ्या छ, भोलि माझ्या छ, बिहान माझ्या छ, बेलुका माझ्या छ। हेर्नुहोस् त, हाम्रो दाँत राम्रो होस्, मिल्छ भने दसैँ तिहारमा पकाएका मासुहरू मजाले टोक्न पाइयोस्, होइन, राम्रोसँग खान पाइयोस्, बलियो होस् भन्ने अब धेरै कुरा आउन सक्छन्, सफा होस् भनेर पनि हो। यसै गरी हामीले कक्षा कोठामा हामीले पढाउँदाखेरि शिक्षण गर्दाखेरि हरेक साना साना कुराको, बच्चाको हरेक साना सानाको नोट गरेर सबैको अगाडि एप्रिसिएट गर्यो भने त्यो शिक्षा यति प्रभावकारी हुन्छ नि सर म्यामहरू, भेरी इम्प्रेसिभ। त्यस कारणले स्लिप, एक्सर्साइज, अब आयो एनर्जी। ई भनेको इनर्जी है सर म्यामहरू। मैले SEED को मैले अरूलाई भने यो मेरो प्रेजेन्टेसन यिनै कुराहरूमा केन्द्रित छ। मैले चाहिँ यहाँहरूलाई दिएँ। अब यी एनर्जी कसरी आउँछ त, बच्चालाई एनर्जी कसरी ल्याउने, आफूलाई एनर्जी कसरी ल्याउने भन्ने कुरामा हुन्छ। बच्चाहरूलाई मैले अस्ति पनि भनेपछि अब हामीले म कहिलेकाहीँ चाहिँ कक्षा कोठामा जाँदा चाहिँ एउटा यसरी चाहिँ सानो पुतली लिएर हातमा हल्लाउँदै जान्थेँ कि कक्षा कोठामा। मान्छे सबै बच्चाहरू एटेन्सन सिकर हुन्थ्यो, उसले हेर्थे वाट इज दिस भन्यो भने एटेन्सन ग्रामर, मान्छेलाई एउटा अब 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 चाहिँ सिक्न रेडी है भनेर भनेको हो नि त त्यो, होइन। त्यस कारणले एउटा अर्को अस्ति मैले कसैलाई कुनै प्रश्न सोधेँ, वाट इज इन द मिडल अफ द स्काई भनेर सोधेँ भने मान्छेहरू अब मसँग आउने प्रश्न एन्सर भनेको क्लाउड है, स्काई, विभिन्न थरी भन्छन् है, ट्रिज, के हरेक कुरा आउँछ। तर त्यो के भने मस्तिष्कलाई चाहिँ धेरै एक्सर्साइज दिएर ब्रेनलाई एक्सर्साइज गर्छ कि उनीहरूलाई एन्सर सजिलो छ तर धेरै कुरा सोच्छु बच्चाहरू। मैले अघि नै भने चिल्ड्रेन माइन्ड इज अ ब्ल्याङ्क सिट अफ पेपर, वी क्यान फिल इट अप वाट वी लाइक, वाट यु वान्ट टु मेक। आज हामी तमाम 27-28 जना शिक्षकहरूको हातमा हाम्रा बच्चालाई हामीले के बनाउने हो भन्ने कुरा हाम्रो हातमा छ, हाम्रो मस्तिष्कमा छ। त्यस कारण त्यो खाली पानामा हामीले भर्न सक्छौँ। कहिले हामी डक्टर भन्छौँ, कहिले इन्जिनियर भन्छौँ, कहिले के भन्छौँ। आदरणीय सर म्यामहरू, अब अन्तिम त्यो एनर्जी हामीले के गरी पाउँछौँ भने कहिलेकाहीँ वकिङ जान सक्छौँ, पावर वाक गर्न सक्छौँ, कहिलेकाहीँ हामी मजाले बसेर प्राणायाम गर्न सक्छौँ, कहिलेकाहीँ हामी योगा गर्न सक्छौँ, कहिलेकाहीँ हामी मेडिटेसन गर्न सक्छौँ। एकछिन हामीले आफै सबैले आज यो कक्षाको हामीले यो सेसनको अन्त्यमा आएका छौँ र आज मैले जे कुरा सिकेँ म विशुद्ध एकदम सत्यका साथ मैले मेरा बालबच्चाहरूलाई मेरा स्कुलमा बाहिर जहाँ पनि म एकदम ट्रान्सपेरेन्ट ढङ्गले, पारदर्शी ढङ्गले पढाउनेछु। मैले जति सक्दो मेहनत गरेर पढाउनेछु, मैले सिकेका कुराहरू पढाउनेछु, मैले जानेका कुराहरू दिनेछु, तर एकदम शुद्ध भाव, शुद्ध पवित्र भावले म गर्नेछु भनेर हामीले एकछिन आफैले मनन गरेर आँखा चिम्लेर भन्यो भने भोलि हामीलाई गर्न मन लाग्छ आदरणीय सर म्याम। त्यस कारणले हजुरहरू अब यो सुन्दा यहाँहरूको मस्तिष्क, कान पनि थकित त भएको होला, तर मलाई जति सुन्यो त्यति एक्टिभ हुन्छ। त्यस कारण यहाँहरू सुत्नुभन्दा अगाडि एकचोटि यहाँहरूले आनन्द, आज म के कुराको लागि धन्य भएँ भनेर सोच्नुहोस्। को प्रति म ग्रेटफुल छु, को प्रति म धन्य छु। मलाई आज म अहिले जागरणप्रति म त्यसै धन्य छु। यो टिचर्स ट्रेनिङमा भेट हुनुभएका सबै सर म्यामहरूप्रति म धन्य छु। मुना म्यामप्रति म धेरै आभार व्यक्त गर्न धन्य, थ्याङ्क यू, ग्रेटफुलनेस, ग्रेटिट्युड जर्नल भन्छ क्या यसलाई। हामी यसरी हामीले सुत्नुभन्दा अगाडि मजाले दिमागमा पार्न गरौँ। सकिन्छ भने लेखेरै डायरीमा लेखौँ, सकिन्न भने एटलिस्ट सम्झेर सोधौँ। अनि हामीलाई कस्तो फिल हुन्छ बिहान उठ्ने बित्तिकै आज मैले मेरो दिन कसरी सृजनात्मक र प्रोडक्टिभ बनाउन सक्छु भनेर सोचौँ। आज म के गर्छु भनेर यदि हामीले पेपरमा नलेखे पनि हाम्रो दिमागमा लेखौँ। त्यसै गरी कक्षा कोठामा बच्चाहरूलाई पनि त्यो सिकाउँ। यी जिउने कला हुन्। मैले यहाँ भन्छु, यहाँ सर म्याम हुनुहुन्छ, अन्यथा नलिनु होला। इकोनोमिक्स एकाउन्ट पढाउने, इकोनोमिक्स पढाउने कोही हुनुहुन्छ, अथवा भनौँ भने सरले इकोनोमिक्स पढाउने टिचरलाई पैसाको अभाव छ अरे कि अहिले, होइन? के भन्नुहोस् त, इकोनोमिक्स पढाउने शिक्षकलाई
पैसाको अभाव छ हेर्नुहोस् है। तर त्यही शिक्षकले पढाएको विद्यार्थी चाहिँ इकोनोमिस्ट भएको छ भने हाम्रा संसारका हाम्रो नेपाल हाम्रो राज्यको राष्ट्रका एक सबै इकोनोमिस्ट टिचरहरू आर्थिक रूपमा समृद्ध हुन्थ्यो भने कति मजा आउने, तर हुँदैन। त्यही एकजना मेरो गाउँको एकजना इकोनोमिक्स पढाउने टिचर चाहिँ आजभन्दा 20 वर्ष अगाडि साइकल चढेर इकोनोमिक्स पढाउन जाने, आज पनि साइकलै चढेर इकोनोमिक्स। हेर्नुहोस् है सर मेम्बर, यहाँ कति फरक हुन्छ। तर उसैले पढाएका बालबच्चाहरू आज देशको आर्थिक रूपमा अर्थ मन्त्रालयमा ब्याङ्कमा सिइओ भएका छन्। जीवन पाना हो, पल्टिन्छ। त्यसकारणले विद्यार्थीहरूको एउटा आफूले विद्यार्थीलाई सहभागितामूलक एकदमै इफेक्टिभ ढङ्गले आफ्नो जति सक्छ त्यति दिएर पर्छ। अब लास्टमा सिटको बारेमा भने सम्झिनु भएको छ? यस, स्लिप, एक्सर्साइज, एनर्जी, लास्ट बट नट लिस्ट। अलिकति लामो भयो होला, के होला ल भन्नुहोस्। डी भनेको कृपया भनिदिनुहोस् त हात उठाएर। त्यो बिना हामी बाँच्नै सक्दैनौँ। त्यो हरेक दिन हामीलाई चाहिन्छ। त्यो बिना हामीलाई इनर्जी नै आउँदैन। त्यो बिना हामी एक्सर्साइज गर्न सक्दैनौँ। त्यो बिना हामी सुत्न पनि सक्दैनौँ। सबैलाई कभर गरेको छ। ड्रिम, राइट। अरू भन्दै जानुहोस् त। डिसिप्लिन। अरू सबैले भनौँ न, यहाँ 27 वटा आउनुभयो, 3टा एन्सर आएछ। कृपया डेस्टिनेसन पनि चाहियो सर। डेस्टिनेसन गोल चाहिहाल्यो होइन? हो। अरू के चाहियो? डाइट चाहियो। धन्यवाद। 2 चोटि आयो डाइट। अब अरू सरहरू कोही छन् भने भन्नु। सर म्यामहरू मन्दिरा म्यामले के भनौँ जस्तो सोच्नु भएको छ भनिदिनुहोस् त। मन्दिरा म्याम आज हजुरको आवाज सुनेर यो कानलाई पवित्र बनाइहाल्नु त एकचोटि कृपया। हजुर सर नमस्कार। हजुर कृपया। मैले त्यही डिसिप्लिन नै भन्न खोजेको थिएँ सर। ए हस्, ल धन्यवाद। अब कसको आवाज सुनेको छैन? राजन बल्ल भट्टराई सरको आवाज सुन्न पाएन आज। टाढाबाट उहाँ चाहिँ रिसर्च गर्दै हुनुहुन्छ जस्तो छ। भनिदिनुहोस् त सर एकचोटि। उहाँ चाहिँ बोल्ने अवस्थामा हुनुहुन्न जस्तो छ। ठिक छ, पक्कै पनि यहाँहरूले भनेका सबै कुराहरू सही छन्। तर अहिलेको सन्दर्भमा मैले यहाँलाई भन्न खोजेको कुरो पक्कै पनि हामीले हाम्रो हरेक दिन हाम्रो चुलो चौकोमा पाक्ने कुराहरूले हाम्रो शरीरको निर्णय गर्छ। हामीले के खाने भन्ने कुरा, कति महँगो खानेकुरा होइन सर म्यामहरू, कति स्वास्थ्यवर्धक कुराहरू खाने हो भन्ने कुराहरू महत्त्वपूर्ण कुरा हुन्छ। त्यसकारणले कतिचोटि खाने, धेरैचोटि होइन, तर आवश्यक क्यालोरीहरू पूर्ण खाने भन्ने कुरा हुन्छ। अब सर म्यामहरू यो सम्झिनु होला। स्लिप, एक्सर्साइज, एनर्जी एन्ड डाइट। अब म यहाँहरूलाई अन्त गर्दैछु एउटा भिडियोसँग है त। यदि हामीले आनन्दसँग सुत्यौँ भने, सुत्यौँ, हरेक दिन एक्सर्साइज गऱ्यौँ, हरेक दिन हामीसँग एनर्जीका साथ हिँड्यौँ र हामीले राम्रो र स्वास्थ्यवर्धक कुरा खायौँ भने हामी के हुन्छौँ होला? हामी स्वस्थ हुन्छौँ। हामीलाई के लाग्छ भने म स्वस्थ छु, म जे पनि गर्न सक्छु जस्तो लाग्छ। जति बेला त्यो फिलिङ आउँछ नि, तपाईँले आफ्नो एउटा के भन्छ त्यसलाई, गीता जीवनको गीता लेख्नुहोस् एउटा है। एकचोटि लेख्नु होला तपाईँहरूले। त्यति बेला लेख्नुहोस् कि एउटा त्यो पानामा, पवित्र पानामा लेख्नुहोस् म के गर्छु त भनेर। हुनसक्छ आजै लेख्न सक्नुहुन्छ म यो जीवनमा यो गर्छु भनेर लेख्नुहोस्। म यसरी पढेँ, यतिजना विद्यार्थीलाई यस्ता विद्यार्थी बनाउँछु भन्नुहोस्। अथवा म व्यक्तिगत रूपमा म चाहिँ अघि हाम्रो पर्मिलाले भन्छ म 5 वर्षमा मोटिभेसनल स्पिकर सबैलाई यसरी बोल्न सक्ने बनाउँछु। उहाँलाई म शुभकामना गर्न चाहन्छु। त्यसै गरी एउटा बनाउनुहोस् र त्यसप्रति अगाडि बढ्नुहोस्। तर नछोड्नुहोस्, सुत्न नछोड्नुहोस्। फेरि सुत्नुहोस्, तर सुत्ने भनेको अब जतिखेर तपाईँलाई आवश्यक हुन्छ इनफ सुत्न पाउँछ सुत्नुहोस्। रात नै सुत्नुपर्छ भन्ने छैन। दिनमा नि सुत्नुहोस्, रातमा नि कतिखेर सुत्नुहोस्। एक्सर्साइज रेगुलर गर्नुहोस्, एनर्जी आउने कुराहरू गर्नुहोस् र डाइट समयमा खानुहोस्। तपाईँले आफूलाई कहिले पनि आई वान्ट बी बिहाइन्ड, फल अफ बिहाइन्ड भनेर नसोच्नु। म कहिले पनि ढल्दिनँ, लड्दिनँ भनेर गइसकेपछि तपाईँलाई के लाग्छ भने एकदमै आफूलाई सक्षम छु जस्तो लाग्छ। त्यो सक्षमताले तपाईँको गीता लेख्न, आफ्नो जीवनको गीता लेख्न काम गर्छ। त्यो गीताले तपाईँलाई आफ्नो मार्गदर्शन गर्छ। अनि त्यो मार्गदर्शनमा अनुशासनका कुराहरू आउँछन्,
आफूले लगातार कुराहरू आउँछन्। ड्रिम when you wake up, the universe will line it up when you sleep. त्यस कारणले आफ्नो सपनाहरू आफ्नो गीतामा लेखेर अनि त्यो पछ्याउँदै जानुहोस्। अब म तपाईँहरूलाई एउटा 2 मिनटको भिडियो छ, कृपया यो भिडियो सकेर हुन त यहाँहरूलाई निन्द्रा त लागिसक्यो, तर पनि त्यो निन्द्रा यसले फेरि जगाउँछ। हेर्नुहोस् है, न रित न दिन न रात न झरी न बादल। जीवन सफलता प्राप्त गर्नु छ भने न झरी न बादल न दिन न रात। म त फेरि अहिले भर्खर सुत भनेर भनेको छ, अहिले फेरि न दिन न रात भनेको छ भनेर नअन्नु होला, तर समयमा पनि सोध्नु होला है सर मेम्बर होइन। म एउटा भिडियोमा यहाँहरूलाई दोहोऱ्याउन चाहन्छु, कृपया एकछिन इंतजार गर्नुहोस् अनि हामी बिदा हुन्छौँ है त। एकछिन है, ओके ल। कोहीले मुना म्याम यो सुनिएको छ आवाज भन्नु होला है मलाई। कंसिस्टेंसी का जो सबसे बड़ा एडवांटेज है और फायदा। अच्छा मुना म्याम आवाज क्लियर छ। ल एकदम ध्यानपूर्वक सुनौ र सबैले एक एक कुरा सिकाइजी भन्नुपर्छ यहाँ है। यति चाहिँ मैले यहाँहरूलाई होमवर्क अहिले भर्खरै होमवर्क पनि नहुनु एकछिन चाहिँ कृपया है त। कंसिस्टेंसी का जो सबसे बड़ा एडवांटेज है और फायदा है वो बता दूं। कंसिस्टेंट होने का फायदा क्या होता है? इस दुनिया की सबसे बड़ी नदी है अमेज़न। हैव यू हर्ड द नेम अमेज़न, है ना? इस दुनिया की सबसे बड़ी नदी है, जहां से उसका उद्गम होता है, जहां से वो निकलती है, आप जान के हैरान हो जाएंगे। जहां से उसका उद्गम होता है वो पहाड़ का एक मुंह है जिसमें से वो निकल रही है। और निकलती कैसे है जानते हैं? एक बूंद गिरती है, मात्र एक बूंद। उसके बाद जब दूसरी बूंद गिरती है तो पहली बूंद और दूसरी बूंद में 8 सेकंड का डिफरेंस है। यानी कितना स्लो है प्रोसेस। एक बूंद और दूसरी बूंद में 8 सेकंड का डिफरेंस। एक बूंद गिरती है, फिर 8 सेकंड के बाद दूसरी गिरती है, फिर 8 सेकंड के बाद तीसरी गिरती है, फिर 8 सेकंड के बाद चौथी गिरती है। वो बूंद बूंद गिर के वो दुनिया की सबसे बड़ी नदी क्यों बन गई जानते हैं? क्योंकि वो कंसिस्टेंट गिर रही है हजारों साल से। कंसिस्टेंट गिर रही है हजारों साल से। Consistency is the number one quality of every successful human being all over the world. Consistency. निरंतरता। निरंतरता। आप जिम में जाएं, आधा घंटा वर्कआउट करें, आके शीशा देखें, क्या होगा? नथिंग। 3-4 दिन जिम में जाएं, वर्कआउट करें, घर आए, शीशा देखें, कुछ नोटिस करेंगे? नहीं, आपको लगेगा कुछ नहीं हो रहा, सो यू क्विट। नॉर्मली ऐसा ही होता है। 4 दिन 5 दिन शीशा देखेंगे और कुछ नहीं होगा तो लोग। कंसिस्टेंसी क्या होती है बता दो। आप लोग ब्रश करते हैं, यू ब्रश योर टीथ 2 times a day, है ना? वी ब्रश योर टीथ 2 times a day। 2 बार 2-2 मिनट का ब्रश करने से क्या होता है? कुछ हो सकता है? नहीं। इफ यू ब्रश योर टीथ 2 times a day for a year, it will do something. If you brush your teeth 2 times a day, just in a year, what will happen? Nothing. If you brush your teeth twice a day, 2 minutes a day, for a whole year, it will give you result. That is called consistency. करे करत करत अभ्यास से जन्मत होत सुजान, रस्सी आवत जावत सिल पर करत निशान। रस्सी भी अगर पत्थर को बार बार घिसे तो पत्थर पे निशान छोड़ देती है। मैं बताना चाहूंगा, पानी की बूंद अगर एक ही जगह बार बार गिरे तो पत्थर में सुराख कर सकती है। रेगुलर जिम आप 20 मिनट जाएं, 1 साल तक फर्क पड़ेगा। लेकिन अगर आप 20 मिनट 1 साल तक ना जाएं और एक ही दिन में 10 घंटा कर लें। नेटवर्क मार्केटिंग में यही करते हैं। 5 दिन जिम नहीं जाते, फिर एक दिन खूब प्लान रगड़ेंगे। What will happen? 20 minutes a day for 365 days will make you a good body physique. पार्ट टाइम करिए, कम से कम स्पेयर टाइम मत करिए। एटलीस्ट गिव 2 hours a day for 365 days. It will create miracle in your life. Trust me. 2 घंटा 365 दिन consistent. आदरणीय सर मेम्बर हो,
म त सुन्दा सुन्दै यही मलाई चाहिँ भर्खरै केही गरौँ जस्तो भइसक्यो है। अब म यहाँहरूसँगबाट सबभन्दा पहिला तुलसी सरबाट गएँ। तुलसी सर, मैले हजुर सफलताका सूत्रहरू हजुरले आज चाहिँ भन्नुहुन्थ्यो, कृपया के सूत्रहरू हजुरले अन्तमा आइसकेका छौँ, के सूत्रहरू हामीले बुझ्यौँ, के सूत्रहरू हामीले यो समाजलाई दिन सक्छौँ र के सूत्रहरूबाट हामी सुसज्जित भयौँ, कृपया मैले भने सर हजुर सबैभन्दा भनिदिनु। एउटा सूत्र चाहिँ स्माइल रहेछ सर। हजुर एउटा जो हाँस्यो ऊ बाँच्यो, स्माइल भन्ने कुरा सिकेँ मैले। अर्को कुरा चाहिँ आँट र हार जित्न सक्ने आत्मबल हामीमा हुनुपर्छ, त्यो कुरा मैले सरबाट सिकेँ। र तेस्रो कुरा चाहिँ यो हामीमा एउटा सिड हुनुपर्छ, त्यो सिडभित्र चाहिँ एउटा स्लिपनेस चाहियो, दोस्रो एनर्जी चाहियो, तेस्रो एक्सर्साइज चाहियो, र चौथो चाहिँ प्रपर समयमा डाइट चाहियो। र साँच्चै सफलता प्राप्त गर्ने हो भने हामीमा निरन्तरता, कन्सिस्टेन्सी चाहिन्छ भन्ने कुरा मैले सिकेँ सर। थ्याङ्क यू। ल सबैले यो सबै एग्री हुनुहुन्छ भने ताली बजाइदिनुहोस्। ल सबैजना एग्री, धन्यवाद। तुलसी सर, यहाँलाई हृदयदेखि प्रणाम है त। अब एउटा हजुर हजुर यो हजुर देखाउनु भएको थियो नि, यो डिसिजन यो मेक्स योर डेस्टिनी हो कि के भन्ने एउटा स्लाइड देखाउनु भएको थियो नि, त्यो एकचोटि हजुर देखाउनु एकचोटि देखाइदिनु मिल्छ किन, म हजुरलाई मलाई गर्नु, म हजुरलाई पठाइदिइहाल्छु नि, पुरै चिजहरू पनि हालिदिन्छु नि। नमिल्ने के छ र संसारमा, सबै मिल्छ हेर्नुहोस्, नमिल्ने केही पनि छैन। मलाई हजुरले गर्नुहोस्, म पठाइदिन्छु। त्यो अहिलेदेखि म यहाँ क्लास लामो हो, इन्ड गरौँ कि भनेको, म हजुरलाई यसो कनेक्ट हौँ, म हजुरलाई पठाइदिन्छु अथवा यो ग्रुपमा पठाइदिन्छु, हजुरले है। हस् सरको त्यो आइडी चाहिँ चाहियो सर, आइडी। ए म यहाँ ग्रुपमा राखिदिनु होला सर। आइडीमा राखिदिइहाल्छु है त। मैले त्यो चाहिँ अब यहाँ उ गरिहालेँ, यहाँ आइडीमा। मैले धेरै कुरा आफैले भने भएर मैले धेरै स्लाइडहरू गरिनँ क्या। म चाहिँ अब अलि ल यहाँ छ मेरो आइडी है सर, सरनेमहरू रामराज ओली सिधा नाम छ। अनि युट्युब पनि छ, @careercoach7 भन्ने यो छ है। अनि यो पिक्चर लिनु होला हजुरले अथवा मलाई गर्नु होला, अनि यहाँहरूसँग गरिहाल्छु। मैले अहिले यो गरेँ। अब अरू कोही हुनुहुन्छ सेयर गर्ने यो भिडियोको बारेमा, कृपया गरिदिनु न सेयर, ढुक्कसँग गरिदिनु होला न सेयर कृपया। अब सुत्ने बेला भएको छ, सबैलाई हामी ढिला गऱ्यो भने सबैलाई ढिला हुन्छ फेरि। अब सबै अब भोलि फेरि आफ्नो कर्मतिर लाग्नु परिहाल्छ होइन। यो भिडियोको बारेमा एकजना मात्रै तुलसी सरले भन्नुभयो, अब त्यति मात्रै सिक्यौँ त हामीले, त्यति मात्रै हुन्छ सफलताका सूत्रहरू आदरणीय सर म्यामहरू, भनिदिनुहोस् न यसो। विवेक सर मलाई सोध्छ कि भनेर भन्नुभएको छ, ल हजुरलाई सोधेँ ल, हुन्छ कृपया ल विवेक सर अनम्युट गरिदिनुहोस् कृपया। कति सर अब त नबोलौँ भनेर चाहिँ चुप्प लागेर बसेको, हजुरले बोलाउनु भयो, धन्यवाद सर। अब के भन्नु सर, अब एउटा निश्चित लक्ष्य राखेर जीवनमा निरन्तर प्रयास गरियो भने तपाईँको परिवर्तन र सफलता भन्ने चिज हामीबाट टाढा छैन। लक्ष्य निर्धारण गरेर निरन्तरको अभ्यास र प्रयासले हामी सफल हुन सक्छौँ भन्ने कुरा चाहिँ आजको कक्षाबाट मैले सिकेको छु सर। धन्यवाद। अरू कोही हुनुहुन्छ? पर्मिला म्याम, मलाई म चाहिँ सेयर गर्छु जस्तो जिज्ञासा गर्नुभएको छ, ल गरिदिनुहोस् हजुरले पनि छोरे कृपया। सुत्ने बेला ऊर्जाका साथ सुतौँ न हामी पनि होइन, अलिअलि ऊर्जा लिएर सुतौँ न सुत्ने बेलामा। ल हजुर म्याम। ठिक छ सर, आजको हजुरको क्लास चाहिँ मलाई एकदमै राम्रो लाग्यो। कस्तो इनर्जेटिक भएछ, हामीलाई एकदमै हाम्रो ऊर्जा जाग्ने गरी आजको प्रशिक्षण गर्नुभएको छ। साँच्चै कि हामीलाई पनि त्यस्तै गरेर हजुरकै ठाउँमा बसेर यस्तै सबैलाई मोटिभेट गर्ने र आफ्नो पेसाप्रति विशेष गरी अझ विद्यार्थीको क्षेत्रमा काम गर्नको लागि उत्साहित बनाउनको लागि हजुरले जुन आजको कक्षा प्रस्तुति गर्नुभयो, मलाई त गजब लाग्यो। हामी पनि हजुरको साथसँगै छौँ, सिक्ने सिकाउने ठाउँमा सँगै जोडिन्छ। धन्यवाद सरलाई। यहाँलाई सुन्दर धन्यवाद। अरू कोही हुनुहुन्छ सेयर गर्ने? यो भिडियोको बारेमा सेयर गर्नु भनेको फर्मिला म्यामले मेरै बारेमा भनिदिनु भयो, उहाँलाई धन्यवाद। अब भिडियोको बारेमा के सिक्यो भनेको मैले खास चाहिँ ठिक छ, हस् धन्यवाद। अरू कोही हुनुहुन्छ भने हामी बिदा हुनुभन्दा अगाडि, म बिदा हुनुभन्दा अगाडि एउटा 2-3 भनाइ दिन्छु, त्यसपछि बिदा हुन्छु। कृपया अरू कोही सेयर गर्नु। हाम्रो क्रान्ति प्रसाद ग्यावाली सरले म गरौँ जस्तो गर्नुभएको छ, त्यो मैले शिव सर कृपया। यस हजुर
जीवनमा सफलता प्राप्त गर्नको लागि we have to work hard. Nice. Consistency, Consistency, yes. discipline make your Discipline. life successful. ल यति गरिदिउँ त दुई हात जोडिदिउँ त गाह्रो हुन्न भने कृपया उहाँलाई। ल अब मैले अरू हुनुहुन्न भने अनि कान्ति प्रसाद ग्यावाली सर, मैले यहाँको समय लिएँ थोरै, कृपया। हस्, धन्यवाद सर। सबभन्दा पहिला धन्यवाद छ, प्रणाम छ यहाँलाई। हजुर नमस्कार। ल गजबको समय रमाउने मौका दिनुभयो, यहाँलाई धन्यवाद फेरि पनि। सरले अहिलेसम्म जति पनि सुरुवातबाट प्रारम्भबाट अन्तसम्म जति पनि ल्याउनु भयो हामीलाई डोर्याएर, यो यात्रामा चाहिँ अघि नै सरले भनेकै कुरोलाई मैले चाहिँ त्यहाँबाट उठान गरेँ। काँधमा जिम्मेवारी, हजुर, मस्तिष्कमा समझदारी, हृदयमा इमानदारी, अनि बल्ल पो हुन्छ जीवनमा बहादुरी, चमत्कारी। त्यसैले यी सबै कुराको समष्टि रूपमा स्वस्थता, इमानदारिता, मन प्रसन्नता र अनि चाहिँ व्यवहारमा पवित्रता र कर्ममा दिव्यता र जीवनमा संलग्नता र उद्देश्यमा हजुरको अग्रसरता भयो भने वास्तवमा मैले शब्द आफ्ना लिए पनि भाव मैले सरको लिएर मैले प्रश्न पार्न खोजेँ। धन्यवाद। मैले बोले जस्तै बोलिदिनु भयो हजुरले, धन्यवाद हजुरलाई। ठ्याक्कै मैले बोले जस्तै बोलिदिनु हो, यहाँलाई धेरै धन्यवाद। अब अन्तमा यहाँहरू सबैले बोल्ने प्रयास गर्नुभयो, आज मलाई यो अवसरमा पार्टिसिपेट हुनुभयो, यहाँहरूप्रति म हृदयदेखि नमन गर्न चाहन्छु सर्वप्रथम। र यो जागरण टिम जाग्ने जगाउने अभियानमा हामी छौँ, हामी पक्कै पनि एकअर्कालाई जाग्ने जगाइरहेका छौँ र हामी यसै गरी हाम्रो परिवार, हाम्रो छिमेकी समाज अनि हाम्रो देश र राष्ट्रलाई जाग्ने जगाउने अभियानमा लिएर जाउँ। र जानुभन्दा अगाडि यहाँहरूसँग एउटा मेरो अनुरोध के हो भने, आदरणीय सर म्यामहरू, अब हामी 5 वर्षमा कहाँ पुग्छौँ भन्ने कुरा केले निर्णय गर्छ भने हामीले कस्ता साथीभाइको सङ्गत गर्छौँ। आदरणीय सर म्यामहरू, सकारात्मक साथीभाइहरूको सङ्गत गरौँ। कस्ता पुस्तकहरू पढ्छौँ हेर्नुहोस् सर म्यामहरू, यो किताबको नाम हो हाउ टु विन फ्रेन्ड्स एन्ड फ्यामिली, इन्फ्लुएन्स पिपल। कसरी आफ्नो परिवारमा सम्बन्ध राम्रो गराउन सकिन्छ, कसरी आफ्ना साथीहरूलाई प्रभावित गर्न सकिन्छ। तर त्यहाँ केही नौला कुराहरू छैनन्, तर हामीले साना साना कुराहरूलाई धेरै रूपमा गहन रूपमा हेरेका छौँ। त्यहाँ दिएको छ, डेल कार्नी भन्ने एकजना व्यक्तिले लेख्नु भएको छ। यति हाम्रा साना साना कुराहरू आउन भएको छ। त्यस कारणले हामी सकारात्मक माइन्डसेट राखेर सकारात्मक हाम्रा वरिपरिका साथीहरू सकारात्मक हुन्, सकारात्मक साथीहरूको सङ्गत गरौँ, सकारात्मक पुस्तकहरू पढौँ, सकारात्मक भिडियोहरू हेरौँ। आदरणीय सर म्यामहरू, अहिले जाने बित्तिकै ओछेना पल्टेर भिडियो टिकटकमा के आयो भनेर पढ्नुभन्दा पहिला सकारात्मक कुराहरू पढौँ। टिकटक पनि हेर्नुहोस्, नहेर्नुहोस् होइन, फेसबुक पनि हेर्नुहोस्, केही छैन, तर टाइम बनाउनुहोस्, टाइम हेर्नुहोस् र सकारात्मक कुराहरू हेर्नुहोस्। कसै लेस ब्राउनका 1-2 भनाइहरू हेर्नुहोस्, सोनु शर्माका 1-2 भनाइहरू सुन्नुहोस्, डेल कार्नेका वारिक एरिका भनाइहरू सुन्नुहोस् होइन। यहाँ फिल सङका अर्को किताब छ हेर्नुहोस्, यहाँ बिकमिङ मनी वाइज, त्यहाँ पनि छ। यी किताबहरू वरिपरि हामीलाई त्यस्तो वातावरणले सज्याउँ कि हाम्रो दिमाग कहीँ पनि नजाओस् कि त्यसैमा होस्। म तपाईँलाई ग्यारेन्टी दिन्छु आदरणीय सर म्यामहरू, 5 वर्षमा हजुरको सुनिश्चित छ, हजुरहरू मिलियन बन्न सक्नुहुन्छ। त्यस कारणले अब हामीले यति नै कुरा गर्दै हाम्रो के छ भने हामीले आफ्नो माइन्डलाई चाहिँ एकदम क्लियरली र प्रिसाइज रूपमा हेर्नुपर्छ। समटाइम्स who you become while chasing your goal is better than actually hitting the goal. लक्ष्य समात्नु भन्दा लक्ष्यको पछाडि दौडिरहनु हाम्रो कन्सिस्टेन्सी भयो भने हामी प्राप्त गर्छौँ। यहाँहरू सम्पूर्णलाई यो झन्डै 1 घण्टा 20 मिनट यहाँहरूले के आनन्द सुनिदिनु भयो। मैले बोल्दै जाँदा
केही शब्दहरू बिराएँ होला, केही गल्ती गरेँ होला, म गल्ती गर्नै जन्मेको, यहाँहरूले शुद्ध पारेर आफूले सुनिदिनु होला। र यहाँहरूको यो एउटा अभावलाई म हृदयदेखि नमन गर्दै म यहाँहरूसँग आजको लागि बिदा हुन चाहन्छु। नमस्कार, धन्यवाद। यहाँहरूलाई सुखी रहनुहोला, खुसी रहनुहोला र शुभरात्रि। नमस्कार। धेरै धेरै धन्यवाद आदरणीय रामराज ओली सर। प्रवासमा रहेर पनि मध्यरातको समयमा आफ्नो निन्द्रालाई हाम्रो लागि स्थगन गर्दै गर्दै आजको गजबको सफलताका रहस्यहरूको बारेमा आफ्नो गजबको प्रस्तुति दिएर हामीलाई 1 घन्टा 15 मिनटभन्दा बढीको समय बितेको पत्तै भएन। सरका मिठासपूर्ण प्रस्तुति सुनिरहँदा मलाई जस्तै हजुरहरूलाई पनि समय बितेको पत्तै भएन होला जस्तो मलाई लाग्छ। अझै सुनिरहँ लाग्दा लाग्दै समय सकिएछ। समयको एउटा साँघुरो दायराभित्र हामी सबै बाँधिएका छौँ। समयको पाबन्दीलाई हामीले बुझ्नै पर्छ। हामी निर्धारित समयभन्दा अलि अगाडि बढिसकेको हुनाले म सरलाई पुनः सम्पूर्ण उपस्थित आदरणीय महानुभावहरूको तर्फबाट ताली बजाएर एकचोटि सम्मान जनाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। फेरि पनि सरका यस्तै गजबका विभिन्न फरक विषयका प्रस्तुतिहरू हामीले जागरण एकाडेमीको माध्यमबाट सुन्ने अवसर प्राप्त गर्ने अपेक्षा गरेका छौँ र आजको जागरण एकाडेमी एन्ड रिट्रिट सेन्टर प्रालीको अनुरोधलाई स्वीकार गर्दै उपस्थित भइदिनु भएकोमा रामराज सरलाई म पुनः धन्यवाद ज्ञापन गर्छु। र यो लामो समयसम्म हजुरहरू सबैजना धीरताका साथ भिडियोलाई अन गरेर अहिलेसम्म बसिदिनु भएकोमा यहाँहरूलाई पनि म हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै भोलि पुनः फरक विषयमा फरक ट्रेनरका साथमा उपस्थित हुनेछौँ। भोलि त हाम्रो फ्री सेसन रहेको छ। हजुरहरू सबैको सक्रिय सहभागिता रहने कुरामा हामी पूर्ण आशावादी छौँ। हजुरहरू सबै आइदिनु भयो भने हाम्रो घर उज्यालो हुनेछ। आफ्नो सेयरिङहरू पनि हजुरहरूले राख्न सक्नुहुनेछ। फ्री सेसनमा आएर जागरण एकाडेमीको जान्ने, जाग्ने र जगाउने यस महाअभियानमा हामी सबै होमिएका छौँ। हामी सबैको लक्ष्य एउटै छ। यो लक्ष्यलाई एउटा निष्कर्षमा पुर्याउनको निम्ति मिसन 84 को लक्ष्य जुन छ डाक्टर तारा सरले लिनुभएको, त्यो मिसनमा पुग्नको लागि तपाईँ हामी सबैजना गोलबद्ध भएर अगाडि बढेको खण्डमा यो देशमा शिक्षामा रूपान्तरण ल्याउने जुन एउटा अभियान थालनी भइरहेको छ त्यसमा एउटा मात्रै भए पनि हामीले इँटा थप्न सक्नेछौँ भन्ने आशा गर्दै पुनः भोलिको फ्री सेसनमा भेट्ने बाचासहित आजलाई भने छुटौँ। बाँकी पल बाँकी समय यहाँहरूको आनन्द रहोस् भन्दै अहिलेलाई छुटौँ। मुनामेम केही बाँकी छ? हुन्छ सरहरू, गुड नाइट, नमस्कार। सम्पूर्ण आदरणीय सरम्यामहरू शुभरात्रि हजुर। ल रामराज ओली सर धेरै धेरै धन्यवाद हजुरलाई पनि। हस्, शुभरात्रि। नमस्कार, धन्यवाद।